यहाँहरु सबैलाई नमस्कार छ। आज हामी चाहिँ बिहानै 9 बजेबाट चाहिँ हामी चाहिँ के छ भन्दाखेरि यो लामाचौर फिल्ड प्राङ्गणमा स्वाना एन्ड टुर्स ट्राभल्सले सौजन्य गर्नुभएको थियो। 8000 बराबरको यो एकदम राम्रो एकदम हाई क्वालिटी चाहिँ भलिबल पोल यो एकदम राम्रो प्राङ्गणमा चाहिँ सौजन्य गर्नुभएको छ। अनि उता घारी सहरको पोल अनि त्यसपछि यही पोलको लागि हामीले चाहिँ यहाँ चाहिँ बिहानैदेखि फिल्ड चाहिँ एकदम सरसफाइ गर्नेदेखि लिएर हामी सबै यहाँ ब्याकग्राउन्डमा जतिजनालाई देख्नुहुन्छ हामी चाहिँ सबै चाहिँ यसमा चाहिँ लागि परेका छौँ। बिहानबाट पोल गराउने फिल्डहरू गराउने लगायत चाहिँ हामी चाहिँ लागि परेका छौँ र उहाँले 8000 बराबरको पोल सौजन्य गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मेरो व्यक्तिगत तथा प्रगतिशील युवा क्लबको तर्फबाट। र हामी चाहिँ बिहानैबाट एकदम चाहिँ सरसफाइमा जुटिरहेका छौँ र यतिखेर म दाइलाई थोरै कुराहरू सोध्न चाहन्छु। दाइ उहाँलाई के भन्न चाहनुहुन्छ? आज हाम्रो सबैलाई नमस्कार। हामीले यो विगत वर्ष 2081 को अन्तर्गत माघे मेलाको अन्तर्गतमा उहाँले एउटा पोलको बारेमा सौजन्य गर्ने भन्ने कुराहरू आइरहेको थियो र अहिले 2082 मा उहाँलाई हामीले फेरि पनि जानकारी दिँदाखेरि उहाँले आज मेला त सिद्धिसक्यो। तैपनि उहाँले अहिले फेरि पनि हाम्रो राम्रो एकदम फेरि आउने भावी सन्तानहरूको लागि अब म नभए पनि त्यहाँको सन्तानले खेलिरहनेछ, भावीहरू आउनेछन् र उनीहरूको लागि मैले कोलहरू सौजन्य गर्नेछु भन्ने कुराहरू उहाँले गरिसकेपछि आज हामीले यो कोललाई उहाँले दिइसकेर पनि हामीले गाड्ने हरेक कुराहरू सबै निर्माण गरेका छौँ र हाम्रो दिलबार दाइहरू अनि हाम्रो बुवाहरू अनि लगायत सम्पूर्ण हाम्रो ज्वाइँहरू किसान भाइहरू लगायत हामी सबै आज बिहान 8 बजेदेखि खटेर उहाँले सौजन्य गरेको पोलहरूलाई गाड्ने तयारी गऱ्यौँ र खासै उहाँ बाँकीकोट गाउँपालिका वडा नम्बर 2 कनाखेत निवासी र सन्देशनाथ हाल अमेरिका बस्दै आउनुभएका सन्देशनाथबाट हाम्रो यो 2वटा कोलहरू चाहिँ सौजन्य भएको छ। अब हामीले गर्न नसके पनि आउने पुस्ताहरू भावी सन्तानहरू समेतलाई हामीले यो माटबाटै हामीले के खेलाडीहरू उत्पादन गर्नुपर्ने छ र उत्पादन गर्दैमा पनि हामीले आउँदो वर्षमा पनि फेरि केही सहयोग गर्नुहुने महानुभावहरूबाट लिएर हामीले यो पोलमा आउँदो सालमा खेलहरू पनि गराउनेछौँ भन्ने एउटा आशा पनि छ र सबैमा अलिकति सहयोग प्रति पनि हामी रहनेछौँ र यो कोलहरू सौजन्य गर्न भने सन्देश ज्वाइँलाई हामी सबभन्दा धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। यो मात्रै होइन अनेक आवश्यकता परे पनि उहाँले सहयोग गर्नुहुनेछ भन्ने अझ आशामा छौँ। यति नै, बाँकी अरू दाइहरूले उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। ल तालीले उहाँलाई चाहिँ उहाँ अहिले अमेरिकामा हुनुहुन्छ, उहाँलाई चाहिँ एकदम गर्व तालीले चाहिँ एकदम हामीले यहीँ मनैदेखि धन्यवाद दिएका छौँ। र यस क्लबका सचिव हुनुहुन्छ दिल्ली बहादुर नाथ, के भन्न चाहनुहुन्छ पोल सौजन्य गर्नलाई? ठिकै छ, दिनुभयो, उहाँलाई ठुलो धन्यवाद दिन चाहन्छु। आज आउने दिनहरूमा फेरि यस्तै सहयोग गर्दै गर्नु होला। हजुरको नाम धेरै अगाडि पठाउनेछौँ, मलाई त्यसो लाग्यो। हजुर धेरै धेरै धन्यवाद दिनुभयो उहाँले पनि। र ठुलोबालाई सोध्न चाहन्छु, पोल हामीलाई चाहिँ एकदम उपलब्ध गरिदिनु भयो ठुलोबा, उहाँलाई के भन्न चाहनुहुन्छ? उहाँ चाहिँ एकदम हाम्रो चाहिँ साबिकको सायद यो 7 वटा माथिल्लो लामाचौरको वृद्ध हुनुहुन्छ, एकदम ज्येष्ठ नागरिक माथिल्लो लामाचौरको है। अनि त्यसपछि चाहिँ हुनुहुन्छ अनि उहाँले चाहिँ थुप्रै ठाउँमा पिपल बरहरू थुप्रै ठाउँमा लगाउनु भएको छ र यहाँ चाहिँ प्राङ्गणमा चाहिँ पोलहरू दिनुभएको छ। के भन्न चाहनुहुन्छ ठुलोबा उहाँलाई? मलाई भान्जा भन्न जान्छौँ। भान्जा भन्नुहुन्छ? भान्जा काम गऱ्यौ देखायौ, काम गऱ्यौ जताइ। हजुर कुन पनि देखायो त लामचौर पनि देखायौ। हजुर तिमी आज देखाउँदा आयो, आजकल पनि हामी फेरि माग्दैछौँ जुन ठुलो काम गरिदिनु होला। तपाईँ हाम्रो ठाउँ बस्नुहुन्छ, घर आफै तिम्रो काम आफै देख्नुहुन्छ। यहाँ मेरो धन यहाँ लगानी गरेको यस्ता ठाउँमा आफै यहाँ प्रसन्न गरिदिन्छौँ। त्यति हो मेरो। ठिक छ ठुल्बा। त्यसपछि चाहिँ अब के छ त भन्दाखेरि चाहिँ ठुल्बाले पनि एकदम स्वाना टुर्स एन्ड ट्राभल्सका सञ्चालक एवं सञ्चालक रामबहादुर नाथका छोरा सन्देश नाथलाई चाहिँ हामीले चाहिँ मनैदेखि धेरै धेरै धन्यवाद दिएका छौँ। किन भन्दाखेरि पैसा लगानी गर्नुभयो तपाईँले चाहिँ 8000 बराबरको पोल चाहिँ सौजन्य गर्नुभयो। यो चाहिँ भावी पुस्ताहरूको लागि एकदम राम्रो पोल चाहिँ उहाँले उपलब्ध गरिदिनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहँदै छुट्याउन चाहन्छौँ। हामी सबै बाई बाई।